साथीहरू नमस्ते। आज हामी नेपालमा स्टक ट्रेडिङ गरेर स्टक ट्रेडरलाई चाहिँ नाफा या घाटा के छ त? वास्तवमा नेपालमा स्टक ट्रेडिङ गर्नु, नेप्सेमा स्टक ट्रेडिङ गर्नु नाफाको व्यवसाय हो त? कतिजनाले नाफा कमाउन सक्यो होला नि त भन्ने सन्दर्भमा केही कुराहरू चाहिँ चर्चा गर्न चाहन्छु है त। यो पनि विशेष गरेर राम्रो ट्रेडर यदि नेपालमा भयो भनेदेखि त्यो ट्रेडरले कतिसम्मको कमाउन सक्ने अवस्था छ त? र त्यस्तै ट्रेडिङ स्किल भएको मान्छेले विदेशमा भए कतिको राम्रो नराम्रो कमाउन सक्छ भन्ने कुराहरूको केही एस्पेक्टबाट चर्चा गर्न चाहन्छु। मुख्य एस्पेक्टहरू चाहिँ फर्स्टमा के हुन्छ भन्दा, हामीलाई थाहा छ कि नेप्से भनेको स्टक ट्रेडिङको दुनियाँमा संसारभरको सिस्टमहरूले हेर्ने भने नेप्से भनेको एकदमै पछाडि छ। एकदमै पछाडि किन त भन्दा यहाँ चाहिँ बेसिक टुल्सहरू पनि बल्ल बल्ल उपलब्ध गराइएको छ। अब एडभान्स टुल्सहरू त छैन। नेप्सेमा के छैन भन्दाखेरि इन्ट्राडे नै छैन। त्यसो भए हुनाले हामीले यसमा स्क्याल्पिङ गर्न सकिँदैन, होइन? स्क्याल्पिङ हाम्रो सम्भावनै छैन। इन्ट्राडे ट्रेडिङ पनि छैन। अब यहाँबाट स्विङ ट्रेडिङ मात्रै गर्न सकिन्छ ट्रेडरको रूपमा। पहिलो चाहिँ म साथीहरूले के भन्छु भने, अलि कोही साथीहरू नयाँ हुनुहुन्छ भनेदेखि ट्रेडर र इन्भेस्टरको बिचमा मैले कसरी छुट्याइरहेको छु त्यो कुराहरू सानो जानकारी दिएँ। ट्रेडर भनेको चाहिँ स्टकको प्राइस मुभमेन्टले गर्दाखेरि जुन उसले किनेर बेच्ने गरेर फाइदा या घाटा कमाउँछ, त्यो प्राइस मुभमेन्टको कारणले गर्दाखेरि छोटो समयको लागि प्राइस जुन मुभमेन्ट हुन्छ त्यहाँबाट उसले नाफा घाटा कमाउने गरेर कारोबार गर्छ भने त्यसलाई हामी ट्रेडर भन्छौँ। इन्भेस्टर भनेर चाहिँ फन्डामेन्टल्ली हेर्ने र त्यो कुनै पनि कम्पनीमा लगानी गर्दाखेरि उसले चाहिँ अलि लामो समयको लागि त्यो कम्पनीले गरेको पर्फर्मेन्सहरू, त्यसको डिभिडेन्ड हिस्ट्रीहरू, फन्डामेन्टल्सहरू, त्यसको कम्पनी ग्रोथहरू, त्यसको फ्युचरहरू, त्यसको मार्केट एक्सपान्सनहरू हेरेर अलि लामो समय त्यो कम्पनीको ओनरसिप लिएर बस्ने त्यस्तो लगानीकर्तालाई चाहिँ हामी इन्भेस्टर भनेर भन्छौँ। ट्रेडरलाई फन्डामेन्टलसँग कमै चाहिँ के हुन्छ भन्दाखेरि कम सरोकार हुन्छ। किन भन्दा उसले फन्डामेन्टल्ली 3 महिना 6 महिना वर्ष दिनको लागि सोच्दैन। उसले चाहिँ छोटो समयको लागि 7 दिन अथवा थोरै, उस्तै परि 15 दिनभन्दा थोरै 7 दिन अथवा अब टुल्सहरू एडभान्स टुल्सहरू चाहिँ अभाइलेबल छ भनेदेखि त इन्ट्राडेमै स्विङ ट्रेडिङ अथवा चाहिँ नि स्क्याल्पिङ गरेर उसले कमाउन खोज्छ। त्यस्तो छोटो समयमै प्राइस मुभमेन्टबाट नाफा घाटा कमाउन खोज्ने व्यक्तिलाई चाहिँ हामी ट्रेडर भन्छौँ। अब हाम्रो नेपालमा चाहिँ के छ भन्दाखेरि ट्रेडर भनेको चाहिँ जुवा खेल्ने जस्तो सोचिरहेको हुन्छ। त्यो चाहिँ मेरो एङ्गलबाट भन्दाखेरि मार्केटलाई र इकोनोमीलाई नै नबुझेको मान्छेहरूले चाहिँ त्यो सोच्ने हो। किन भन्दाखेरि एक्चुअली तपाईँले 3 महिनामा कारोबार गरे पनि कारोबार नै गर्ने हो, 1 सेकेन्डमा कारोबार गरे पनि कारोबार नै गर्ने हो। तपाईँले किनेर बेच्नेको उद्देश्यको लागि नै त्यो सेयरहरू किन्नु भएको छ या बेच्नु भएको छ भनिसकेपछि त उद्देश्य एउटै हो, नाफा कमाउने हो, होइन? त्यो कसरी नाफा कमाउने त भन्दा घटबढबाट नाफा कमाउने हो। त्यो घटबढ तपाईँले फन्डामेन्टल हेरेर गर्नुहुन्छ भने इन्भेस्टर भयो, त्यो आफ्नो ठाउँमा छ, होइन? अब ट्रेडर भनेको अलिक बढी स्किलफुल हुन्छ। मार्केट चाहिँ नि एभ्री सेकेन्ड चेन्ज भइरहेको हुन्छ, वर्ल्ड मार्केटहरू हो। त्यही एभ्री सेकेन्ड चेन्जलाई मैले प्रेडिक्ट गर्न सक्छु भनेदेखि म धेरै नाफा कमाउन खोज्छु। त्यसको मार्केटको एकदमै साना साना मुभमेन्टहरू पनि मैले त्यसलाई एकदमै राम्रोसितले बुझेको छु अथवा चाहिँ त्यसलाई मैले जानेको छु भनेदेखि म सानो मुभमेन्टबाट नै प्रफिट कमाउन खोज्छु, धेरै प्रफिट कमाउन खोज्छु भनेपछि त्यो ट्रेडर हो। ट्रेडिङ गर्नु नराम्रो कुरा होइन। तपाईँले 15% डिभिडेन्ड खानको लागि वर्ष दिनभरि किन गुड्ने? 15% यदि मार्केट चाहिँ तपाईँको कुनै स्टक चाहिँ हप्ता दिनमै फ्लक्चुएसन भएर 15% त्यहीँबाट निक्लिरहेको छ भने तपाईँ 1 वर्ष किन गुड्ने? होइन, म त हप्ता दिन मलाई थाहा छ कि यो घट्छ बढ्छ जेसुकै भए पनि म चाहिँ थाहा पाए पनि म किन्दिनँ अथवा चाहिँ बेच्दिनँ भनेर बस्ने त्यस्तो मूर्ख त कोही पनि हुँदैन होला। जसलाई थाहा छ कि यो बढ्नेवाला छ अथवा घट्नेवाला छ भनेर उसलाई थाहा छ भने त उसले जतिसक्दो चाँडो कारोबार गरिहाल्छ नि। त्यसो भएको हुनाले यो ट्रेडिङ गर्ने भन्ने कुरो जुवा घर होइन, होइन? जसले मार्केटलाई र इकोनोमीलाई बुझेको छैन उसले चाहिँ यसलाई फरक तरिकाबाट हेरिरहेको छ।
मानौँ अहिले सुनको भाउ छ तपाईँको 3 लाख रुपियाँ तोला छ, अब मानौँ कि तपाईँको 1 हप्ताभित्रमा चाहिँ 2 लाखमा झर्छ भन्यो भने अहिले मान्छेले बेच्दैनन् सुन। थाहा पाउनुले त बेचिहाल्छ नि, कसले बेच्दैन भने मूर्खले बेच्दैन। नभएदेखि 50% डाउन हुन्छ अथवा चाहिँ नि 40-30% डाउन हुन्छ भन्ने कसैलाई थाहा छ भने उसले बेचिहाल्छ नि। अथवा 5 लाख पुग्छ अरे भन्यो भने अहिले किन्दैनन् मान्छेले। अब कसैलाई थाहा छ कि 6 महिनाभित्र अथवा 1 वर्षभित्र 5 लाखै पुग्ने स्थिति छ अरे भन्यो भने उसले किन्दैन सुन, पैसा छ भनेदेखि होइन। अनि त्यो थाहा पाउने गल्ती हो होइन नि। त्यसो भएको हुनाले यो ट्रेडिङ भन्ने कुरो चाहिँ जुवा हो भन्ने कुरा एकदमै बिल्कुल गलत कुरा हो। ट्रेडिङ भनेको मोर प्रिसाइजली तपाईँलाई थाहा छ भन्ने मात्रै गर्न सकिने कुरा हो है। त्यस्तो भएको हुनाले यसलाई चाहिँ पोजिटिभली हेर्नुपर्छ। विश्वभरि एडभान्स मार्केटमा ट्रेडिङलाई नै बढी प्रायोरिटी दिइरहेको हुन्छ कि ट्रेडिङ भनेको स्किल चाहिन्छ, त्यो फरक कुरा हो। तपाईँ सक्नु, धेरैले सक्दैन, त्यो फरक कुरा हो। रिस्क पनि बढी छ, त्यो पनि फरक कुरा हो, एकदमै फ्याक्ट होइन। अब रिस्क खाएर पनि त गर्छ नि त कसैले, हाई रिस्क हाई गेनमा जान चाहन्छ नि मान्छेहरू। त्यसो भएको हुनाले त्यो चाहिँ नराम्रो कुरा होइन। अब भनौँ कि के त भन्दा सबभन्दा फर्स्टमा चाहिँ हामीले यो ट्रेडिङको केही एलिमेन्ट्सहरू भनौँ होइन, टाइप्स। जस्तै भनौँ न, हामीलाई चाहिँ थाहा नहुनसक्छ नेपालको र हामीले फरेन मार्केटलाई अहिले कम्पेरिजन गर्दैछौँ, किनभने अहिले नेप्से चाहिँ पुनर्संरचना गर्ने, सरकारले नयाँ टुल्सहरूलाई युज गर्ने अथवा चाहिँ ल्याउने बजारमा भन्ने कुरा गरिरहेछ। अब अहिले जसरी जेएनजी आन्दोलन हुनुको मुख्य कारण चाहिँ नि विश्व बजार, विश्व अर्थतन्त्र, विश्व राजनीतिलाई अहिलेका युवाहरूले देखेर हाम्रो देशमा पनि चाहियो, छिट्टो चाहियो भन्ने पेसिङ चाहिँ स्पिड हुनु पर्यो भन्ने मागलाई सरकारले सम्बोधन गर्न नसक्या, पुराना दलहरूले सम्बोधन गर्न नसक्या, तिनीहरूको पढाइले नभ्याएको, तिनीहरूको प्रविधिको बुझाइले नभ्याएको हिसाबले त्यो चेन्ज गर्न खोज्नाले सायद यो जेएनजी मुभमेन्ट भएको हो होइन। अब यो नेप्सेमा पनि त्यस्तै हुनसक्छ। अहिलेको युवा भनेको तपाईँ हामीले भनेको विश्वलाई हेरिरहेका छौँ। अहिलेको नेपालीहरू भनेको जुन देशमा जान्छ त्यहाँ उसले स्टक मार्केटमा लगानी गरिरहेछ, त्यहाँको टुल्सहरू हेर्छ, त्यहाँको प्रविधिहरू हेर्छ, त्यहाँको अपर्च्युनिटिजहरू हेर्छ, अनि त्यो नेपालमा पनि खोज्छ। नेपालमा चाहिँ 100 वर्ष पछाडिको पुरातन ढुङ्गे युगको जस्तो मान्छेहरू छन्, अनि अर्थतन्त्रै नबुझेको मान्छेहरू छन्, अनि यो सिस्टम हेर्दाखेरि गैवार छ, अनि फ्रस्ट्रेसन हुन्छ। हाम्रो देशमा किन यस्तो गर्न सकिँदैन, सिम्पली गर्न सकिन्छ, हाम्रो नेताले किन गरेनन् भनेर त्यहाँबाट फ्रस्ट्रेसन भएर यहाँ चाहिँ विस्फोट हुन सक्ने सम्भावना देखेको छु मैले। त्यही भएर सरकारले बेलैमा सम्बोधन गर्नुपर्ने आवश्यकता छ होइन। अब पहिलो कुरो के हो भन्दाखेरि हेर्नुहोस्, हामी त यी हाम्रो छिमेकी इन्डियालाई नै हेरे पनि हुन्छ, कति एडभान्स भइसक्यो उसको स्टक मार्केटहरू है। इभन चाइनालाई पनि, यहाँ त कम्युनिस्टहरू त पैसा कमाउनु नै पाप हो जस्तो कुनै धारणाहरू त्यस्तो पनि हुनसक्छ, त्यो गलत हो होइन। त्यसो भएको हुनाले एउटा कुरो के छ भन्दाखेरि पहिलोबाट चाहिँ हामीले स्टक मार्केटको केही टाइप्सहरूलाई हेरौँ। यो स्क्याल्पिङ भनेको चाहिँ के त भन्दाखेरि, स्क्याल्पिङ भनेको ट्रेडिङको सन्दर्भमा भन्नुपर्दाखेरि स्क्याल्पिङ भनेको चाहिँ छोटो समयमै साना मुभमेन्टबाटै एकै दिनमा 10 पटक 20 पटक 30 पटक नै किनी बेच्ने गर्ने, छोटो मुभमेन्टमै किनी बेच्ने गर्ने कारोबारलाई चाहिँ हामी स्क्याल्पिङ भन्छौँ होइन। यो इन्ट्राडे भनेको चाहिँ के त, एक दिनभरिमा मार्केट 24 घन्टामा अब कति घन्टा खोल्छ, त्यो खोल्ने अवधिभरिमा उसले चाहिँ किन्ने र बेच्ने दुईटै काम सिद्ध्याउने, त्यही दिनभरिमा मात्रै गर्ने, त्यो कामलाई चाहिँ हामी इन्ट्रा डे भन्छौँ। एक दिनभित्रको कारोबार, किन्ने पनि त्यही दिनमा, बेच्ने पनि त्यही दिनमा, त्योभन्दा पछाडिको दिनलाई साँचेर राख्न पाइँदैन। त्यो चाहिँ कारोबार भनेको इन्ट्रा डे भयो होइन। अब यो स्विङ ट्रेडिङ भनेको चाहिँ के त भन्दाखेरि, स्विङ ट्रेडिङ भनेको चाहिँ अब हामीले मार्केट एउटा ठाउँबाट अर्को ठाउँमा जान्छ होइन, यस्तो मार्केट भनौँ न एकछिनको लागि, मार्केट यहाँबाट यहाँ यस्तो आइरहेछ, अनि मार्केट यहाँ पुगेर यो एउटा चाहिँ के हो त टप पोइन्ट भयो, यहाँबाट तल जाला, तपाईँको प्रेडिक्सनमा यहाँ जाला, अब त्यसपछि फेरि यहाँ जाला, यसरी जाला भनेपछि तपाईँले यहाँ जहाँ त्यो स्विङ हुनेवाला छ त्यो पोइन्टलाई हेरेर ट्रेडिङ गर्ने। यो पोइन्टमा अब भनौँ न यहाँ सेल गर्ने, यहाँ चाहिँ बाई गर्ने, यहाँ सेल गर्ने, यहाँ बाई गर्ने खोज्नु भयो होला, तपाईँले यस्तो ट्राई गर्नु खोज्नु भयो होला होइन। यसरी चाहिँ मार्केटले अब यहाँदेखि यहाँसम्म जानलाई 10 दिन 15 दिन लाग्न सक्छ, यहाँबाट यहाँसम्म जानलाई चाहिँ 8 दिन लाग्न सक्छ, यहाँबाट यहाँसम्म जानलाई तपाईँको 7 दिन लाग्न सक्छ। यसरी अलि लामै समय लिएर होइन यो मार्केट माथि तल जाँदाखेरि तपाईँले यस्तोमा चाहिँ स्विङ, यहाँबाट माथि गइरहेको मार्केट अब स्विङ भएर तल आउने, तल गइरहेको मार्केट अब स्विङ भएर माथि जाने, यस्तो कन्डिसनलाई हेरेर ट्रेडिङ गर्नुहुन्छ भने चाहिँ हामी यसलाई भन्छौँ स्विङ ट्रेडिङ भन्छौँ होइन। यो स्विङ ट्रेडिङ यस्तो टाइप्सको ट्रेडिङहरू हुन्छ।
अब यो ट्रेडिङमा के हुन्छ भन्दा नेपालमा, अब नेपालको कन्टेक्स्टमा कुरा गरौँ, अब चाहिँ मेन विषयमा जाउँ। मेन विषय हाम्रो आज के भन्नु खोज्दैछु भन्दा नेपालमा चाहिँ ट्रेडरहरूले प्रफिट कमाउनु सम्भावना छ। स्किलफुल ट्रेडरले कतिको राम्रो प्रफिट कमाउनु सम्भावना छ, त्यसको अपर्च्युनिटिजहरू के छ त, त्यो सन्दर्भमा कुरा गरौँ होइन। फर्स्टमा नेपालको सबैभन्दा फर्स्टमा ट्रेडिङको सन्दर्भमा भन्नुपर्दाखेरि धेरै ट्रेडरहरूले किन गुमाउँछन् त, त्यसको मेजर कारणहरू के छन् त भन्दाखेरि ट्रेडिङ गर्दाखेरिको कमिसन र फिजहरूको कुरा गरौँ। ट्रेडिङ गर्दाखेरि नेपालमा अहिलेको नेप्सेमा चाहिँ अहिलेको कारोबारमा एउटा सेवनलाई तिर्नुपर्ने कर छ होइन, विभिन्न सरकारी निकायलाई तिर्नुपर्ने करहरू, त्यो रकम फिज त छँदैछ। अनि मेन कुरो के छ भन्दा ब्रोकरेज चार्ज। ब्रोकरेज चार्ज कति छ? एभरेजमा भन्नुपर्दाखेरि 0.34% छ। धेरै ट्रेडरहरूले तिर्नुपर्ने, किने पनि 0.34% त्यो एमाउन्टको, अनि बेच्दाखेरि पनि 0.34% एमाउन्टको चाहिँ त्यो चार्ज चाहिँ कसलाई दिनुपर्छ त? ब्रोकरलाई दिनुपर्छ। दुवैपटक किन्नु र बेच्नु गर्दाखेरि नेपालमा खास कति जान्छ त भन्दाखेरि मिनिमम पनि 0.67% को एराउन्डमा जान्छ। त्यो चाहिँ त्यति एमाउन्टमा चाहिँ ब्रोकरलाई दिनुपर्छ हामीले, चाहे त्यो ट्रेडिङबाट नाफा होस् या घाटा होस्, त्यो मतलब भएन। तर ब्रोकरले यति त पायो एक ट्रेडिङबाट। अब तपाईँले सोच्नुहोस् त, नेपालमा अहिले ब्याङ्कहरूले कति पर्सेन्ट इन्ट्रेस्ट दिइरहेछ एन्युअली? 3-4% होइन, 3-4 वर्षमा 3-4%। तपाईँ यहाँ एकपटक ट्रेडिङ गर्दाखेरि 0.67% तपाईँले ब्रोकरलाई दिनुवाला हुनुहुन्छ। अब तपाईँले हप्तामा 2 दिन 3 दिन गऱ्यो भने त के हुन्छ? अथवा चाहिँ 1 महिनामा तपाईँले 10 पल्ट गर्नुभयो भने 6% दिनु पऱ्यो होइन। महिनामा 6% ब्रोकरलाई चार्ज दिनुहुन्छ तपाईँले 10 पल्ट गर्नुभयो भने, कति महँगो छ। अनि तपाईँले ट्रेडिङ गरेर घाटा त आफ्नो ठाउँमा छ, नाफा होस् घाटा होस् त आफ्नो ठाउँमा छ, तर ब्रोकरलाई यत्रो दिनुपर्छ। नियमसँग छ यो, सोच्नुहोस् त। 3% बैङ्कले वर्षभरिमा ब्याज दिँदैन, तपाईँ ब्रोकरलाई महिनामा 6% दिनु खोज्दै हुनुहुन्छ 10 पल्ट ट्रेडिङ गर्नुभयो भने। अनरिजनेबल जस्तो देखिन्छ है, फीमा एकदम हाई छ। उसो भए अन्तर्राष्ट्रिय मार्केटमा के हुन्छ त्यो हेरौँ। अन्तर्राष्ट्रिय मार्केटमा चाहिँ के हुन्छ भन्दा यदि तपाईँले स्क्याल्पिङ गर्नुहुन्छ भने अलमोस्ट नो फी, पैसा लाग्दैन। इन्ट्राडे ट्रेडिङमा एकदमै मिनिमम चार्ज। फरेक्स ट्रेडिङमा भन्नुहुन्छ भने पुरै जति लटको जति करोडको कारोबार गर्नुहुन्छ भने पनि $2 जति लाग्छ, $2 पर पिपको। अब त्यही हो, 2 पिप जति लाग्छ। 2 पिप भनेको तपाईँको चाहिँ $2 हुन्छ। यदि तपाईँले फोरेक्स भनौँ न, मैले एउटा रेफरेन्समा चाहिँ नि युरो US डलरको चाहिँ नि फोरेक्स ट्रेडिङ गरेँ भने त्यसमा चाहिँ तपाईँको ब्रोकरलाई जतिसुकै लटमा जतिसुकै लट साइजको जतिसुकै एमाउन्टको ट्रेडिङ गर्नुभयो भने पनि तपाईँले $2 जति चाहिँ तिर्ने हो भनेपछि त्यो एकदमै नर्मल कुरा हो, एकदमै थोरै। अब हामीले नेपालकै सन्दर्भमा कम्पेरिजन गर्ने हो भने नेपालमा जति लाग्छ यसमा 0.03% लाग्छ है यो उसमा करिब इन्टरडेमा। यो हाम्रो चाहिँ कति छ त भन्दा 1/10 नेपालकै सन्दर्भमा 1/10 मात्रै छ। 1/10 भनेको नेपालको ब्रोकर चार्ज जति नेपालको अहिले लिइरहेछन् त्यसको 10 भागको 1 भाग मात्र लिन्छ उनीहरूले। त्यो पनि नर्मल कन्ट्रीमा हो। एडभान्स टुल्सहरू युज गर्ने, एडभान्स चाहिँ स्टक मार्केट भएको कन्ट्रिजमा यो फीहरू लिँदैन उनीहरूले स्पिड स्वापलाई बढी फोकस गर्छ होइन। त्यो भएपछि उनीहरूले स्पिडबाट लिइदिन्छ, यो फीहरू यिनीहरूले खासै लिँदैन, पैसै लिँदैन। हाम्रो चाहिँ मेन प्रब्लम नै यहीँनिर छ। ट्रेडरले सोच्दाखेरि एकपल्ट किन्छु या बेच्छु भन्दाखेरि ब्रोकर चार्ज त मैले यति दिनै पर्छ नि त भन्ने हिसाबले उसले ट्रेडिङ नै गर्नु खोज्दैन, किनभने यो त धेरै हाई छ, ब्रोकरलाई तिर्नुपर्ने चार्ज धेरै हाई छ होइन। 0.67% भने त गयो तपाईँको। त्यो एउटा चाहिँ मेजर कारण हो कि हामीले धेरै पटक कारोबार गरेपछि घाटा खाइनुको कारण चाहिँ यो हो। हाम्रो आफ्नो स्किल मिले पनि यो कारणले गर्दाखेरि यो ब्रोकर चार्ज हाई भएको हुनाले हामीले घाटामा जाने सम्भावना बढी छ। एउटा मेजर कारण त्यो भयो। अर्को कारण चाहिँ के हुन्छ भन्दाखेरि नेपालको मार्केटहरूलाई हेर्नुभयो भनेदेखि ट्रेडिङ भनेको तपाईँको लिक्विडिटी नभएको मार्केटमा ट्रेडिङ गर्नु रिस्की हुन्छ। लिक्विडिटी भनेको कस्तो?
भनौँ तपाईँले चाहिँ नि 50 लाखको कारोबार गर्दै हुनुहुन्छ ट्रेडिङमै। अब त्यो 2 लाख 3 लाख त ट्रेडिङ गरेर कारोबार गरेर काम छैन नि। 1000 रुपियाँ त सिभिललाई नै कति तिर्नुपर्छ त्यो चार्जहरू। त्यो 1 लाखको ट्रेडिङ गरेर अनि त्यसमा चाहिँ तपाईँले 2 वर्ष निकालेर होइन 2000 रुपियाँ नाफा गरेर अनि 1000-1500 उता तिरेर अनि खोइ तपाईँले नाफा गर्नुभयो भने घाटा गर्नु भने त आफ्नो ठाउँमा छँदैछ। अनि के त्यति त ट्रेडिङ गरेर त काम छैन। मानौँ 50 लाख 1 करोडको यस्तो डिलमा चाहिँ अलिकति ट्रेडिङ गर्नु खोज्नुभयो भने अब स्टक कस्तो हुन्छ भन्दा धेरै जस्तो स्टकहरू लिक्विडिटी नै छैन त्यसमा। भनेको के भन्दाखेरि तपाईँले 50 लाखको सेयर किन्न चाहनुहुन्छ, यो चाहिँ स्टक बढ्दैछ भनेर तपाईँले टेक्निकली थाहा भयो। अब तपाईँले 50 लाखको चाहिँ सेयर किन्छु भन्नुभयो भने पुरै दिनभरिमा पनि त्यो 20 लाखको पनि कारोबार हुँदैन टोटल। अब तपाईँले 50 लाख कहाँबाट लिने त्यो सेयर मिल्दैन, छैन त्यो सेयरै छैन, त्यति कारोबारै भएको छैन, लिक्विडिटी छैन मार्केटमा। एकदम लिक्विड भएको अलि धेरै कारोबार हुने स्टकहरू थोरै मात्रै छ। अनि त्यो थोरै 15-20वटा जति स्टकलाई मात्रै हेरेर त तपाईँको 400 जति स्टकहरू भएको कम्पनी मार्केटमा अनि तपाईँले त्यहाँ त ट्रेडिङको कुनै युज हुनेवाला छैन, त्यो ट्रेडिङ नलेजको कुनै बेनिफिट निक्लिनेवाला छैन। किन? अब अरू स्टकहरूमा लिक्विडिटी नै छैन, त्यो भोल्युमै छैन, आउँदैन, त्यति भोल्युमै आउँदैन। अनि तपाईँले मानौँ कि त्यो स्टक जुन बढ्दैछ त्यसलाई म किन्छु भन्नुभयो भने 500, 100, 20, 30 किता आउँछ। त्यति किताले त तपाईँले दिनभरि बसेर त्यो चाहिँ तपाईँले भङ्गेराले चाहिँ कनिका बटुला जस्तो भयो कि एकै लटमा स्वाटै हान्ने बित्तिकै तपाईँले चाहिँ 10,000 किता 5,000 किता किन्ने त्यो सम्भवै छैन त्यो बढ्नेवाला स्टकमा। त्यही भएर लिक्विडिटी नभएपछि तपाईँले के गर्नुपर्छ त भन्दा मानौँ तपाईँलाई 1000 किता चाहियो। अब तपाईँले सप्लाई नै जम्मा उसले 1% बढीमा चाहिँ नि मानौँ 50 किता राखिदिएछ होइन। अब भनौँ न यस्तो राखिदिएछ उसले, तपाईँले बाई हुन्छ होइन, बाई हुन्छ सेल हुन्छ। सेलरले चाहिँ तपाईँले यसरी राखिदिन्छ कि एउटा प्राइस हुन्छ, एउटा प्राइसमा 50 किता राखिदिए हुन्छ, अर्कोमा 150 किता राखिदिए हुन्छ, अर्कोमा 200 किता यसरी राखिदिए हुन्छ। अब टोटल खानुभयो भने यहाँबाट यहाँसम्म जाँदाखेरि तपाईँले यहाँबाट यहाँसम्म जाँदा कम्तीमा पनि 2% बढी हुन्छ कि। अब तपाईँलाई 200 होइन 500, 1000 किता चाहिन्छ। अनि तपाईँले यो प्राइसमा किन्नुभयो भनेदेखि 1% बढी होला, यो जाँदाखेरि तपाईँले 3% बढी तिर्नुपर्छ। भनेको के भने तपाईँले चाहिएको भोल्युम चाहिँ तपाईँले किन्नु खोज्नुभयो भने हाई प्राइसमा पनि किन्दै जानुपर्ने हुन्छ, 2%, 1.5% बढीमा। भनेपछि एउटै प्राइसमा यही प्राइसमा यही लेभलको प्राइसमा तपाईँले 1000 किता किन्नु पाउनुहुन्न। तपाईँलाई त झन् 5000 चाहिएछ अनि त्यसलाई तपाईँले हाई प्राइस तिर्नुपर्ने हुन्छ। अनि लिक्विडिटी नभएपछि एभरेज ट्रेडिङको टोटल 1000 किता तपाईँले चाहियो भनेदेखि टोटल 1000 किताको एभरेज प्राइस भनेको तपाईँले हाई प्राइसमा चाहिँ किन्न बाध्य हुनुपर्छ। एउटै प्राइसमा ठ्याक्कै यही पोइन्टमा चाहिँ हो, जस्तो हामीले स्विङ गर्दाखेरि ठ्याक्कै यो चाहिँ टप पोइन्ट हो भन्नुभयो भने त्यो टप पोइन्टमै 50 लाखको किन्न पाउनुहुन्न तपाईँले। त्यो टप पोइन्टमा तपाईँले 1 लाखको मात्रै आउँछ, अनि त्योभन्दा माथि जानुपर्छ नि त्यसपछि किन्नलाई। अब सो इट्स डिफिकल्ट। बेच्दा पनि त्यही हो। मानौँ तपाईँले चाहिँ 10,000 किता बेच्नुहुन्छ भने उसले खाने ठाउँमा गएर जम्मा 500 किता मात्र खाइदियो, 200 किता खानालाई बसेको छ। अब तपाईँ 10,000 किता कहाँ दिने? तपाईँले स्वाट्ठै डाउन हान्नुभयो भनेदेखि 3-4% डाउन 4-5% डाउनमा गएर पनि नपाउन सक्छ, त्यति तलबाट जानुपर्छ बेच्नलाई। भनेपछि त्यहाँनिर चाहिँ मार्जिन धेरै ठुलो भयो कि लिक्विडिटी नभएको हुनाले। त्यो कारणले गर्दाखेरि तपाईँले ट्रेडरहरूलाई त्यो फाइदा छैन। लिक्विडिटी नभएपछि उसले चाहिँ नि पोइन्टहरू जुन टप एन्ड बटम पोइन्ट पत्ता लगाउँछ त्यहाँ उसले सबै सेयर बेच्न पनि सक्दैन, सबै सेयर त्यही पोइन्टमा किन्न पनि सक्दैन। त्यो कारणले उसलाई घाटा छ। सेकेन्ड कारण चाहिँ त्यो लिक्विडिटी नभएको है। अर्को कारणहरू अनि अर्को कुरो चाहिँ के छ भन्दाखेरि ट्रेडरहरूको सन्दर्भमा होइन, अब नेपालमा चाहिँ नि कम्पनीजहरू थोरै छ अनि आइपिओले मात्र मार्केट ड्राइभ गरिरहेको छ, राइट सेयर आइपिओको मात्र फन्डा हो यो। धेरै कम्पनी जस्तै नेप्से 2000बाट अब 2800 पुग्यो भनेदेखि त्यहाँ 300-400 भन्दा बढी पोइन्ट त नयाँ आइपिओले खाइदिरहेको छ। नयाँ आइपिओमा 10 कितीहरूको चमकको कुरा छोड्ने हो भने मेन ट्रेडरहरूलाई चाहिँ त्यो नयाँ आइपिओ आएर खासै फाइदा हुँदैन, किनभने उसँग त्यो स्टक हुँदैन। उसले भिसा समाउँदाखेरि माथि पुगिसकेको हुन्छ, स्टक धेरै माथि पुगेपछि झर्ने बेला मात्रै पाउँछ सेयर होइन। त्यो भनेको मार्केट चाहिँ ड्राइभ गरिदिन्छ। ट्रेडरलाई थाहा हुन्छ कि मार्केट मानव एकछिनलाई म ट्रेडरमा मैले टेक्निकल एनालिसिस गरेँ मार्केट माथि जान्छ भन्ने देखियो,
नेप्सी माथि जान्छ भन्ने देखियो। तर 400 कम्पनी मध्येमा कुन चाहिँ कम्पनी फेरि माथि जान्छ त भन्नलाई त फेरि मैले कम्पनी नै एनालिसिस गर्नु पऱ्यो। अब त्यो कम्पनी कुनले मार्केटलाई ड्राइभ गर्छ भन्दा नयाँ आएको आइपीहरूले ड्राइभ गर्छ। त्यो आइपीको त मसँग सेयरै छैन। अनि मलाई मार्केट माथि जान्छ भने थाहा पाउँदै पनि मसँग त्यो सेयर नभएको हुनाले मैले त्यो मार्केटमा चाहिँ नाफा लिन सक्दिनँ। थाहा पाएर, टेक्निकली थाहा पाएर पनि नाफा लिन सकिँदैन। त्यसो भए हुनाले ट्रेडरहरूले नेप्सीमा कमाउने सम्भावना एकदमै थोरै छ। अब विदेशमा हुन्थ्यो भनेदेखि के हुन्छ, तपाईँलाई लिक्विडिटीको प्रब्लम नै हुँदैन, खासै प्रब्लम हुँदैन। स्वाट तपाईँले अलि लार्जै एमाउन्टको एउटै पोइन्टबाट किन्न सक्नुहुन्छ। मेन कुरो त तपाईँको कमिसन र फिजहरू एकदमै नेग्लिजिबल छ। जति बढेको पनि तपाईँले ट्रेडिङ गर्न पाउनुहुन्छ। साना मुभमेन्टहरू पनि क्याच गर्न सक्नुहुन्छ, होइन? नेपालमा त त्यो स्विङ ट्रेडिङ बाहेक अरू अप्सन छैन। अनि स्विङ ट्रेडिङ भनेको धेरै के हुन्छ त्यहाँ भन्दाखेरि तपाईँको प्रेडिक्ट गर्नलाई गाह्रो हुन्छ। फेरि त्यहाँबाट प्रफिट पनि त्यति धेरै छैन, होइन? अनि त्यसो भए पछाडि जुन टेक्निकल स्किल हामीसँग छ, मार्केट प्रेडिक्सन गर्न सक्ने क्यापेसिटी पनि छ भने पनि ट्रेडरहरूले चाहिँ नेप्सीबाट कमाउन सक्दैन, उनीहरूले कारोबार गर्न सक्दैन। गर्यो भने त्यो लसमा छ, बुझ्नुपर्छ। त्यसले धेरै यहाँ भन्छ नि 80% मेरो के छ भन्दाखेरि मेरो चाहिँ नि पर्फर्मेन्स छ, यानि कि मैले चाहिँ प्रफिट पर्सेन्टेज 80% पुर्याएको छु। त्यो गलत कुरा हो। वर्ल्डमा 97% भन्दा बढी ट्रेडरहरूले गुमाउँछ। त्यसको कारण के छ भन्दा 10वटा ट्रेड गऱ्यो भने मोस्ट प्रोबेबली 6वटा भन्दा बढी ट्रेडिङ चाहिँ उसको गलत लाग्छ, लसमा जान्छ। वर्ल्ड वाइड टप ट्रेडरहरूको पनि त्यो स्ट्याटिस्टिक्स। अब कोही मान्छे नेपालमा 80% विन रेट निकाल्न सक्ने भइदिएको त अमेरिकन ट्रेडिङ कम्पिटिसनमा गएर च्याम्पियनसिप बने भइहाल्यो नि, नभए प्रोफिमहरूमा ट्रेडिङ गरेर मजाले अरबपति खरबपति बने भइहाल्यो नि। नेपालमा चाहिँ भिडियो बेच्नलाई बन्नुपर्छ, पर्दैन, होइन? टेक्निकल एनालिसिस सिकेर बन्नुपर्छ, पर्दैन। त्यसो भएको हुनाले त्यो चाहिँ गलत कुरा हो, अफवाह, होइन? त्यसो भएको हुनाले मैले साथीहरूलाई यही कुराहरू चाहिँ सेयर गर्नु खोजेँ। हामीले नेप्सीमा चाहिँ अब के फोकस हुनुपर्छ भन्दाखेरि अबको नयाँ नेप्सीको सुधार गर्दाखेरि यो नयाँ टुल्सहरू, एडभान्स टुल्सहरूको लागि आवाज उठाउनु पऱ्यो। चाहियो हामीलाई इन्टरडे गर्ने व्यवस्था, स्क्याल्पिङ गर्ने व्यवस्था। यो ब्रोकरलेस कारोबारको लागि ट्राई गरौँ। यो फीहरू बेकारको फीहरू हामीले तिरिरहेका छौँ। यो वर्ल्डमा चाहिँ अरू एडभान्स मार्केटमा त्यो चिज छैन अहिले। हाम्रो चाहिँ के कारणले हामीले ब्रोकरलाई यत्रो पैसा तिरेका छौँ? के गर्छ त्यसले? अहिले त टेक्निकल डिजिटल युगमा पहिला जस्तो चाहिँ पेपरमा भरेर ब्रोकरलाई चाहिँ सोधेर उसले नै फर्म भरेर त्यो के अरे स्टक प्राइस भरेर कारोबार गरिदिनु त होइन नि। हाम्रो चाहिँ कागज बोकेर हिँडिदिनु पर्ने, कता कता लगिदिनु, त्यस्तो छैन नि अहिले। सब सिस्टममा छ। अनि उनीहरूलाई किन यत्रो धेरै फी तिरेका छौँ हामीले? त्यसो भयो भने यो इलोजिकल कुरा हो, त्यो हटाइदिउँ। अनि हामीले चाहिँ इन्टरडे स्क्याल्पिङ गर्ने व्यवस्था पनि लिएर बल्ल ट्रेडिङ हुन्छ। अब ट्रेडर भयो भने जुवा घर जस्तो हुन्छ नि भनेर हाम्रो चाहिँ पुराना चाहिँ ढुङ्गिएको मान्छेहरूले सोच्न सक्छन्। त्यो मार्केट ड्राइभ गर्ने भनेकै ट्रेडिङले हो, इकोनोमी ड्राइभ गर्ने भनेकै ट्रेडिङले हो। तपाईँले यहाँ कारोबार गर्नुहोस् कि नगर्नुहोस्, विश्वमा त सुनको कारोबार भइ नै रहेछ। नेपालले रोकिन्छ? नेपाल एउटा देशले संसारभरको सुनको चाहिँ मूल्य थिर बनाइदिन्छु भनेर सक्छ? संसारको चाहिँ सबै मार्केटले चाहिँ जुन ड्राइभ गर्छ त्यसमा त नेप्सी तानिन्छ, होइन? हाम्रो आयल प्राइस चाहिँ हामीले नेपालले मूल्य विश्वभरको तेलको मूल्य कन्ट्रोल गरिदिन्छु भन्नु जस्तै कुरा हो क्या यो। नेप्सीमा चाहिँ ट्रेडिङ गरेर हामी चाहिँ खत्तम हुन्छ भने जस्तो। तपाईँले ट्रेडिङ नगरिकन त मार्केटले मुभै हुँदैन नि। बरु ट्रेडिङको चाहिँ टाइम फ्रेम फरक होला। कसैले एक दिनमा, कसैले कुनै देशमा चाहिँ नि मिनटमै गर्ने व्यवस्था होला, कसैले एक दिनमा धेरैपल्ट गर्ने व्यवस्था गरेर होला, कसैले चाहिँ नि यस्तै स्विङ ट्रेडिङ 15 दिन, 20 दिन, 1 महिना, 3 महिना, 6 महिना यस्तोमा मात्र गर्ने व्यवस्था होला। यो कुनैले इन्भेस्टरहरूले अलि लामो समय राख्ला, त्यो फरक कुरा भयो। तर कारोबार त हुनु पऱ्यो। कारोबारै नहुने हो भने, किन बेच नै नहुने हो भने, करेन्सी भनेको के हो? चल्ने हो नि त। करेन्ट भनेको त्यो चल्ने हो। जति धेरै चलायो उति बढ्छ। त्यही भएर करेन्सी जन्माएको नै त्यो चलाउनको लागि हो, चलायमान बनाउनको लागि हो। चलायमान के कारणले हुन्छ त? किनबेच भएपछि हुन्छ। किनबेच भनेकै ट्रेडिङ हो, है? यो कुरा चाहिँ एकदमै फन्डामेन्टली यति पनि नबुझा मान्छेहरूले ट्रेडिङलाई जुवा गरिरहेछ। हामीले किनबेच रोकेर संसारमा कहीँ रोकिनेवाला छैन। हामीले तेल खरिद बिक्री नगरिदिएर संसारभरि तेलको खरिद बिक्री रोकिनेवाला छैन।
हामीले सुन चाँदी खरिद बिक्री नगरिदिएर संसारभरि सुन चाँदीको खरिद बिक्री नभइकन मूल्य थिर हुनेवाला छैन होइन। एनर्जीदेखि लिएर एभ्रिथिङ। अब तपाईँले त बिटकोइन क्रिप्टो करेन्सीका कुराहरू पनि आइसकेका छन् नि अहिले त। अनि नेपाल कहिले जान्थ्यो इथेरियममा, कहिले जाने? त्यसो भए हुनाले हामी धेरै पछाडि छौँ। अब हाम्रो नयाँ गभर्मेन्ट आएको छ, नयाँ टेक्नोलोजी बुझेका साथीहरू हुनुहुन्छ होला। अब चाहिँ हामी मुभ हुनैपर्छ। विश्वमा प्रतिस्पर्धा गर्ने हो भने टेक्नोलोजीमा फर्स्टमा हामीले तिनीहरूकै बराबरको लेभलमा पुग्न सक्नुपर्छ। यति भन्दै हामी अहिलेलाई चाहिँ यति नै कुरा गरौँ। नेप्सी सुधारको लागि यो आवाज उठाउँ र यो भिडियोलाई चाहिँ सेयर गरेर धेरै साथीहरूको बिचमा लैजाउँ। मासमा जब हाम्रो एजुकेसनको चेतनाको लेभल पुग्छ नि अनि बल्ल आवाज आउँछ। नत्र भएदेखि त तपाईँहरू 2-4जनाले मात्रै बुझेर हो भनेर यहाँ सुधार आउनेवाला छैन। यति भन्दै आजलाई यति नै राखेँ। हस्, थ्याङ्क यू सो मच है त।